जेनजी आन्दोलनमा आगलागी भएर 15 लाख रुपियाँको लस भइसकेपछि मैले बिजनेस टिकटक इन्स्टाग्राम सबैबाट बाउन्स ब्याक गर्नुपर्ने र युट्युबमा त भिडियो हाल्न थप्पै भएको थियो क्या हैन। अब फेरि युट्युबमा चाहिँ भिडियो हाल्न स्टार्ट गरिसकेको छु हैन। सो इट्स अ कम ब्याकवाला बाउन्स ब्याकवाला कुरा हो हैन। सो त्यो कारणले गर्दा चाहिँ मेरो भिडियो गएर हेर्नु होला र बिजनेसमा पनि बाउन्स ब्याक भइसकेको छ हैन। सो तपाईहरुलाई चाहिँ मैले आफ्टर आन्दोलन के गरेँ भनेर जान्न चाहनुहुन्छ भनेदेखि चाहिँ कमेन्ट हान्नु होला। सुरज यार प्लिज तपाईको स्टोरी सेयर गरिदिनुस् आन्दोलनपछि कसरी तपाईले लस रिकभर गरिदिनु भयो भनेर हैन। सो म डेफिनेटली भन्ने छु। अहिलेको लागि चाहिँ मैले युट्युबमा नयाँ 2टा भिडियो हालेको छु ब्याक टु ब्याक सिङ्गापुर रिलेटेड छ हैन। फेरि युट्युबमा चाहिँ सर्ट भिडियोजहरु हाल्नै मन लाग्दैन क्या हैन। टिकटक इन्स्टाग्राम फेसबुकमा अलरेडी हालेको हुन्छ। सो त्यो कारणले गर्दा लङ्गर फर्म भिडियोजहरु मात्र म हाल्छु युट्युबमा। सो गो चेक इट आउट गाइज है त। खतरै भिडियो बनाउने प्रयास गरेको छु र सबसे इम्पोर्टेन्ट भनेको चाहिँ मलाई साह्रै बनाउन मन लागेको भिडियो थियो। भ्युज पनि राम्रो गइरहेछ। आफ्टर 7 मन्थ्स भिडियो हाल्दाखेरि पनि त्यो प्रकारको इन्गेजमेन्ट इज भेरी भेरी नाइस। थ्याङ्क यू सो मच फर द्याट। तर त्यतिले मात्र पुग्दैन। अब म ब्याक टु ब्याक भिडियो हाल्नेवाला छु। 2टा भिडियो सुट भइसकेको छ। अर्को 2टा भिडियो अन प्लानिङ फेज छ। चुनावपछि खतरै आउनेवाला छ। र तपाईँलाई चाहिँ अब आन्दोलनपछि के भोगेँ मैले कसरी बाउन्स ब्याक गरेँ अहिले कस्तो भइरहेको छ सबै कुराहरू पनि सेयर गर्नेवाला छु। कमेन्ट चाहिँ हान्नु न सुरज यार सेयर स्टोरी भनेर। र फर नाउ अहिले चाहिँ गएर प्लिज चेक आउट माई न्यू युट्युब भिडियो है। युट्युबमा गएर भिडियो हेरिदिनुहोस् प्लिज है। खतरै छ। बजेट खतरा लागेको छ। भिडियो बनाउनलाई साह्रै समय पनि लागेको छ। एडिट गर्नलाई पनि टाइम लागेको छ। वान अफ अ काइन्ड छ सायद नेपालमा। गो चेक इट आउट गाइज है त। बाई गाइज बाई एन्ड भोट फर चेन्ज गाइज है।